12 वर्ष अगाडि 2013 मा एउटा मुभी आएको थियो नेपाली होस्टेल नाम गरेर, जुनमा चाहिँ अनमोल केसी, सलोन बस्नेत, गौरव पहाडी, प्रकृति श्रेष्ठहरू जस्ता स्टार कास्टहरू हुनुहुन्थ्यो र त्यसैको सक्सेसर 2 वर्ष पछाडि होस्टेल रिटर्न्स पनि आयो। लामो ग्याप पछाडि अब अहिले चाहिँ 10 वर्ष पछाडि होस्टेल 3 आएको छ, जुन चाहिँ म आज हेरेर आइसकेको छु। त्यसैको रिभ्यू गर्नेवाला छु आज। र मुभीको स्टार कास्टमा हामी देख्न सक्छौँ सबै टिकटक स्टार, युट्युब स्टार र आजकल त अब सिङ्गरलाई पनि मुभी खेलाउन थालिसकेका छन्। मुभीको कहानी स्टार्ट हुन्छ एउटा होस्टेल लाइफ, जुनमा चाहिँ भर्खरै +2 सकेर चाहिँ होस्टेलमा जान लागेका बच्चाहरूको कहानी देखाइएको छ। होस्टेलमा के हुन्छ? होस्टेलमा त्यही हुन्छ, घिसापिटा, लभ स्टोरी, धोका, यस्तैको कहानीको साथ यो मुभी अगाडि बढ्छ। र कहानीमा त्यस्तो डिफरेन्ट भनेको चाहिँ केही पनि छैन, जुन चाहिँ हामीले अर्ली 2000 मा र लेट 90s मा देख्दै आएको बलिउड मुभीहरू, ओल्ड स्कुल बलिउड मुभीहरूको नै कपी पेस्ट जस्तो देखिन्छ। जुन चाहिँ अब हामीले शाहरुख खानको मुभी कुछ कुछ होता हैबाट पनि धेरै इन्स्पायर्ड सिन्सहरू छ यो मुभीमा चाहिँ। अब त्यस्तै कहानी दौडिन्छ त्यसै आधारमा, अनि त्यही लभ, धोका, र्यागिङ, त्यही कहानीको आधारमा चाहिँ मुभी घुम्छ। र बिचमा अलिकति ट्विस्ट पनि फालेर चाहिँ अब दर्शकलाई अलिकति एन्टरटेन गराउने प्रयास गरिएको छ, र प्रयास खासै सफल चाहिँ त्यस्तो केही पनि छैन। र यो मुभीले डिलिभर कतिको गर्छ भनेर भन्नुपर्दाखेरि चाहिँ त्यस्तो डिलिभर पनि केही पनि गर्दैन। र बिहान फर्स्ट सो हेरेर आएको कारणले चाहिँ अब मुभी सकिसके पछाडि चाहिँ लास्टको पोस्ट क्रेडिट सिन चाहिँ कतिको छ, के छ त्यो चाहिँ मैले हेरिनँ, किन भन्दा मेरो टाउको फुट्न आँटिसकेको थियो र मलाई कतिखेर हलबाट बाहिर निस्क्यो जस्तो भइसकेको थियो। होस्टेल नाम गरेर होस्टेल मुभी बनाइसके पछाडि होस्टेलको कहानी देखाउनु पर्ने थियो, तर यो मुभीमा चाहिँ होस्टेलको कहानी चाहिँ 20% र बाँकी सबै लौडा लसुन गरेर चाहिँ 80% चाहिँ राखिएको छ। र एक्टर्सहरूको पर्फर्मेन्सको कुरा गर्नुपर्दाखेरि चाहिँ त्यही हामीले टिकटकै बनाएको जस्तो, युट्युबकै भिडियो बनाएको जस्तो, त्यही सबैलाई कम्पाइल गरेर चाहिँ एउटा मुभी बनाएको जस्तो देख्छौँ। र अब कति ठाउँमा चाहिँ अब एउटा कुनै सिनहरू चाहिँ अब जस्तै अलिकति एक्सप्लेन गरेर दर्शकले बुझिसक्नु भएको हुन्छ, तर त्यही पनि त्यो कहानी यहाँदेखि तन्काएर यहाँसम्म ल्याइ छाड्छौँ हामी भनेर चाहिँ त्यसरी चाहिँ कहानी तन्काइएको छ, जुनले गर्दाखेरि चाहिँ टाउको एकदम फुटुन्जेल दर्शकलाई हलमा बस्नलाई बाध्य गराइन्छ। र एकचोटि मुभी हेरिसके पछाडि चाहिँ नसकाइकन कसरी जानु भनेर बस्ने मान्छेहरू चाहिँ त्यहाँ बिहोस पनि हुन सक्छन् भन्ने चाहिँ मलाई पूर्ण विश्वास छ। र यो थियो फर्स्ट हाफको कुरा। फर्स्ट हाफ यसो गर्दा उसो गर्दा 1.5 घन्टाभन्दा माथिको त फर्स्ट हाफै देख्छौँ हामीले। र यसै भन्दै गर्दाखेरि चाहिँ मुभी टोटल्ली नै फ्लप, एकदम गए गुज्रेको बी ग्रेड मुभी नै छ भन्न खोजेको पनि होइन। मुभीमा अलिअलि केही चाहिँ राम्रो पर्फर्मेन्सहरू पनि छ, जुन चाहिँ अब नयाँ कमर्सहरूको त्यस्तो अब पर्फर्मेन्सकै आधारमा चाहिँ मैले भन्नु पऱ्यो भने चाहिँ माग्ने बुढाको छोरो आशिष घिमिरे हुनुहुन्छ, उहाँको चाहिँ अलिकति अरूको भन्दा चाहिँ थोरै बेटर, त्यस्तो राम्रो त होइन तर अरूको भन्दा अलिकति थोरै बेटर कम्पेरेटिभली चाहिँ उहाँको पर्फर्मेन्स रहेको छ। र बाँकी सबै मैले अरू कुरा भनि नै हालेँ। टिकटकर्सहरूको पर्फर्मेन्स ठिकै छ, उहाँहरूले कोसिस गर्नुभएको छ। अब उहाँहरूको नयाँ मुभी हो, अब उहाँहरू अब धेरै अगाडि बढ्नुहुन्छ भन्ने चाहिँ अब यो मुभीबाट अलिकति केही झल्को चाहिँ पाइएको छ। किन भन्दाखेरि एक्टिङ भनेको एक्सप्रेसन र डायलग डेलिभरी मात्र हुँदैन, बडी ल्याङ्ग्वेज पनि हुन्छ र भोइसको पिचिङ, अब कुन पिचमा बोल्ने भन्ने पनि त्यो चाहिँ अब एक्टर्सहरूले चाहिँ एकदम ख्याल गर्नुपर्ने चाहिँ यो मुभीमा देखिएको छ। र सेकेन्ड हाफ हेर्दै हुनुहुन्छ भने चाहिँ तपाईँलाई म होस्टेल हेरिरहेको छु जस्तो चाहिँ लाग्दैन, म अरू नै कुनै मुभी हेरिरहेको छु जस्तो चाहिँ तपाईँलाई लाग्नेछ। र यो मुभी अलिकति राम्रो पनि हुनसक्थ्यो, कहानी त्यस्तो वर्स्ट नै पिक गरेको त होइन, यो कहानीलाई नै वर्क गरेर चाहिँ अलिकति बेटर बनाउन सकिन्थ्यो। जुनमा चाहिँ पुरै दोष जान्छ चाहिँ डिरेक्सनमा पुरै दोष जान्छ। किन भन्दाखेरि चाहिँ जो न्यू कमर्सहरूलाई चाहिँ तपाईँले लिनुभएको छ उहाँहरूबाट चाहिँ अलिकति बढी चाहिँ तपाईँले गराउन सक्नुहुन्थ्यो, र गराएको भए त्यति नराम्रो यो मुभी हुने पनि थिएन। र यो मुभीको चाहिँ अर्को एउटा भन्नै पर्ने कुरा चाहिँ के भन्दाखेरि डबिङमा पनि धेरै मिस्टेक देखिरहेको छ। किनभने जुन त्यो एक्टरहरूको डायलग बोल्दाखेरिको त्यो लिपसिङ चाहिँ म्याच भइरहेको छैन, त्यही भएर डबिङमा पनि यो मुभीले चाहिँ धेरै ल्याक गर्छ। यो मुभीको मलाई लागेको चाहिँ पर्सनली मेरो फेभरेट भनेको चाहिँ, फेभरेट त नभनौँ तर जे होस् अलिकति राम्रो भनेको चाहिँ मुभीको सङ्ग्सहरू रहेको छ। सङ्ग्सहरू एक दुईवटा अलिकति त्यस्तो खासै काम नगरे पनि एक दुईवटा चाहिँ राम्रै नै छन्। यो मुभीमा टोटल 3-4वटा सङ्गहरू छन्, जुन चाहिँ गीत आफूमा चाहिँ राम्रो छ, तर यो गीतको प्लेसमेन्ट चाहिँ त्यति राम्रो छैन। कुन ठाउँमा चाहिँ गीत राख्ने भनेर यो पनि वर्क गर्नुपर्ने छ डिरेक्सन टिमले चाहिँ। सङको प्लेसमेन्ट चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ। किन भन्दाखेरि चाहिँ जस्तै मानौँ क्यारेक्टर ए छ र क्यारेक्टर बी छ, जुन चाहिँ अहिलेसम्म कन्भर्सेसनै गरेको छैन उनीहरूले, र ठ्याक्क सङ बजिदिन्छ, सङमा दुवैजना सँगसँगै नाचिरहेछन् र पछाडि फेरि सङ सकिन्छ, उनीहरूको फेरि कन्भर्सेसन सुरु नै भएको छैन इन्ट्रोडक्सनदेखि नै।
उनीहरूको कन्भर्सेसन सुरु हुनेवाला त्यस्तो छ। त्यसैले चाहिँ सङको प्लेसमेन्ट चाहिँ एकदम इम्पोर्टेन्ट हुने गर्छ मुभीमा चाहिँ। त्यही भएर चाहिँ सङ प्लेस गर्दाखेरि चाहिँ कहाँनिर राख्ने र अब कुन सङ बजाउँदाखेरि चाहिँ ठिक हुन्छ भनेर चाहिँ यो चाहिँ एकदम ध्यान दिनुपर्ने कुरा हुन्छ। यसले चाहिँ कहानीमा धेरै ठुलो असर पार्छ। र यो मुभीमा चाहिँ कन्क्लुड गर्नु पर्दाखेरि र मेरो फाइनल भर्डिक्ट दिनु पर्दाखेरि चाहिँ ओभरअल मुभीको पेसिङ एकदमै स्लो छ। त्यही भएर चाहिँ मुभी धेरै लामो फिल हुन्छ। र अब कुनै कुनै अडियन्सहरू हुन्छ जसलाई चाहिँ यस्तै खालि मास एन्टरटेनरहरू चाहिँ मनपर्छ, यस्तो मुभी मन पराउने अडियन्सहरू पनि नेपालमा धेरै हुनुहुन्छ। उहाँहरूलाई चाहिँ यो मुभी एकदम राम्रो लाग्न सक्छ। र मलाई चाहिँ पर्सनली भन्नुपर्दाखेरि चाहिँ मैले लास्ट भिडियोमा भनेको जस्तै मान्छे दुईवटा मोड लिएर चाहिँ मुभी हेर्न जान्छ, एउटा लजिकल र अर्को इमोसनल। यो मुभीमा लजिकल एस्पेक्टमा हेर्ने हो भने चाहिँ अलि 100मा 1 जस्तो एउटा खोज्यो भने अलिअलि भेटिन्छ। र इमोसनल एस्पेक्टमा हेर्ने हो भने त जुनसुकै मुभी पनि अब आफू इमोसनल्ली हेर्दैछु भने चाहिँ त्यो मुभी राम्रो लाग्ने अभियसली भइ नै हाल्यो। त्यसैले चाहिँ यो मुभी हेर्ने कि नहेर्ने भन्नुपर्दाखेरि चाहिँ यो तपाईँहरूमै हो। तपाईँहरूलाई चाहिँ इमोसनल्ली मुभी हेर्नु छ, अब जस्तै म जस्तोसुकै कहानी भए पनि म एडजस्ट गर्न सक्छु, एकचोटि कस्तो रहेछ गएर ट्राई गरौँ भनेर भन्नुभयो भने तपाईँ एकचोटि गएर ट्राई गर्न सक्नुहुन्छ। अलिकति अल्छी चाहिँ अभियसली लागि नै हाल्छ, किन भन्दा धेरै लामो छ मुभी। र लजिकल्ली हेर्ने हो भने चाहिँ यो मुभीमा त्यस्तो केही पनि नै छैन। लजिक चाहिँ अब खोतली खोज्नुपर्छ। त्यसैले चाहिँ यो मुभीको रिभ्यू अब आजको लागि यति नै थियो। हस्, थ्याङ्क यू।